एकैछिन यो भिडियो हेर्नु है, एकैछिन यो रेणुकाले आफ्नो वकिललाई यस्तोसम्म भन्छ कोही छोरी मान्छे भन्ने कुरो पहिलोचोटि। हुन त यो माओवादीबाट के आश गर्नु, टाउको काटेर आएको यिनीहरू यस्तोसम्म पनि कहिले भन्न सक्दो रहेछ। 16 वर्षकी छोरी र 14 वर्षको छोरा अहिले वीरेन्द्र घिमिरेसँग छन्, 15 नम्बर वडामा बस्छन्। छोरी र आमा अहिले विदेश छन्। त्यो दुईटा बच्चाको बाउसँग प्रेम विवाह गरेर, हुन त व्यक्तिगत कुरा हो यो, आउनु भएकी सविता गौतमले आजसम्म किन विवाह दर्ता गर्नुभएको छैन? किन उहाँले भरतपुर महानगरपालिका वार्ड नम्बर 15 हो मेरो घर भनेर कानुनमा भन्न सक्नु भएन? भन्न पर्यो नि। यस कारणले यस्तो झुटको खेती गरेर जनताको बीचमा रेणुदालाई कसको घरमा कतिवटा परिवार छन्, के छन्, कसले दुःख पाएको छ चितवनमा, अरूले सोध्नु पर्छ? सब थाहा छ रेणुदालाई। अहिले काठमाडौँ 2 का जनताले फर्केर चुनाव जितेपछि एक दिन फर्केर आइन। अब घरै दोलखा भएको मान्छे हामी कहाँ आएर उठेर भोलि फर्केर आउनु होला? आउनु। त्यसकारणले मेरो अनुरोध के छ भने आदरणीय न्यायप्रेमी जनसमुदायहरू, अहिले तपाईहरुको आफ्नो भोट हाल्ने कुरा हजुरहरूको अधिकारको कुरा हो। आफ्नो छातीमा हात राखेर मत चितवन घर हो भने चितवनको वडा नम्बर 15 मा दर्ता भएको बिहा दर्ता देखाउनु पर्यो हामीलाई। झुटा कुरा बोल्ने वकिल भनेर झुटा कुरा बोल्ने। दुईटा 16 वर्षकी छोरी वीरेन्द्र घिमिरेका 16 वर्षकी छोरी र 14 वर्षको छोरा अहिले वीरेन्द्र घिमिरेसँग छन्, 15 नम्बर वडामा बस्छन्। छोरी र आमा अहिले विदेश छन्। त्यो दुईटा बच्चाको बाउसँग प्रेम विवाह गरेर, हुन त व्यक्तिगत कुरा हो यो, आउनु भएकी सविता गौतमले आजसम्म किन विवाह दर्ता गर्नुभएको छैन? किन उहाँले भरतपुर महानगरपालिका वार्ड नम्बर 15 हो मेरो घर भनेर कानुनमा भन्न सक्नु भएन? भन्न पर्यो नि। यस कारणले यस्तो झुटको खेती गरेर जनताको बीचमा रेणुदालाई कसको घरमा कतिवटा